सुरु भयो मैले त अघि त उता गरे रहेछ नि हेलो गाइस वेलकम टु कमल ब्लग बाइ द टाइटल हजुरहरूले थाहा पाइसक्नु भयो होला आज हाम्रो ब्लग चाहिँ चटपटी मेकिङ ब्लग हुनेवाला छ भाइले चाहिँ यहाँ प्याज काट्दै हुनुहुन्छ अनि मैले चाहिँ स्पेस चटपटे इन टाउन मैले बनाए जस्तो चटपटे कसैले पनि बनाउन सक्दैन है भाइ त्यो त एकदम स्टे ट्युन गाइस अनि हामी बनाएर हजुरलाई देखाउँछ के कसरी बनायो भनेर अनि टेस्ट गरेर कस्तो भयो भनेर रियल फिडब्याक दिन्छु अनेस्ट रिभ्यू क्विक अपडेट गाइस हामी चटपटे बनाउने भनेको मेजर मिसिङ भुजा अब स्टे ट्युन गाइस हामीले भुजा बिनाको चटपटे मिठो बनाएर खान्छौँ कि भुजा लिएर आएर खान्छौँ हेर्दै गर्नु होला है गाइस ओके लेट्स सी बाहिर चाहिँ यस्तो हुँदैछ he is ये कहाँ फंस गया भाई मैं photography.co he is janak.rana she is smriti rana अनि यस्तो हैन मैले त मेरै इन्ट्रोडक्सन दिन बिर्सेरहेछु गाइस आज ए and this is the most beautiful lady in town Pritika Gurung लु दिदी साइकल चलाउँदै यो त नो खै म चलाउँछु ओके तर उतासम्म नभ्याउँदो रहेछ नि त यो टर्च लाइटले ल ओके हामी आउने हो अलि ठुलो हुन पर्नेको ठाउँ हामीलाई कसैले रोक्न सक्दैन कसैले छेक्न सक्दैन होइन भाइ नै सक्दिन भाइ चाहिँ अलिकति बल्की हुनुभएको रहेछ कि लुकी लुकी जिम जानु हुँदो रहेछ जस्तो लाग्यो मलाई तर उतासम्म टर्च लाइटै नहुँदो रहेछ भाइ भएन भाइ मेरो यसरी बेइज्जत नगर्नु न तर डोन्ट वरी गाइस हामी केही कुरा काट्दैन जे हो त्यही देखाउँछ है मान्छेहरूले एडिट गरेर काटेर देखाउँछ हामी देखाउँछ अनमिस भएको कुरा नि देखाउँछ होइन अलि नभेटाउँदो रहेछ भाइ एकचोटि ट्राई उभिएर चलाउने उभिएर त मैले त कहिले पनि सक्दैन भेट्नुहुन्छ तर मलाई झर्दाखेरि समात्नु है त ओके लु म छोपे ल रेडी ल रेडी म छोपेछु यसलाई यहाँ पुऱ्याएर मात्र सक्छु मैले होइन ल एकचोटि म छोप्छु ल बस्नु फेरि होइन भाइ म त सक्दैन कि हो स्ट्यान्ड हुँदैन नाइ मलाई पाङ्रा होइन दाइ यो मात्र घटे चल्छ म त राइडर हो नि दाइ एलन कि छैन ओ ल कस्तो भइरहेछ प्रोग्रेस तिनजना दुईजना ल चियर्स हेर्नु गाइज हामी केही कुरा लुकाउँदैन भेदभाव हेर्नु यहीँबाट देख्नुहुन्छ एक्लै एक्लै ड्रिङ्क्स हामी त यसरी चियर्स गरिराख्नु परेको छ चियर्स आवर चियर्स के हो त्यो अर्को डोमिनेसन भिडियो यहाँ हेर्नु गाइज हामी बिना अनबक्स हुँदैछ के हो यो ए अस्ति अर्डर गरेको दुईचोटि हराएको नि यो
दुईचोटि अर्डर गरेँ नि दाइ जमानामा गरेको भने पाएको छैन क्या उनीहरू पाएन कि डेलिभर आज हाम्रो यहाँ के हो यो के को मासु हो पोर्क पाक्दैछ यो नर्मल पोर्क होइन यो छुट्टैवाला पोर्क हो यो बँदेलको पोर्क हो अरे कहना क्या चाहते हो सबै कुरा अपडेट गर्छु गाइज म हजुरहरूलाई अनकट सबै अपडेट गर्छु भने भाइको उता साइकल राइडिङ प्र्याक्टिस हुँदैछ भाइ नेक्स्ट विक कम्पिटिसनमा जाँदै हुनुहुन्छ हामी अर्को भिडियो बनाउँछ हजुरहरूलाई भाइले जित्नु भयो कि नै भनेर वाउ अटोमेटिक डिफल्ट सेटिङ हो क्या भाइको खुकुरी कहाँ छ आइसक्यो लिटल अपडेट गाइड इटी पाक्न बाँकी छ मै समाजिदिन्छु यताबाट भिडियो त होइन भाउजू आगो बालेपछि यो डिफल्ट सेटिङ हो क्या त्यस्तो जाने जाडो नभए पनि यो पानी मेरो हो भित्र आएर पल्टिँदा हुन्छ है भुजा सप्लाई इज ब्याक अब हामीले भुजा सहित चटपटे बनाएर खानेछौँ चटपटे चाहिँ एकदम स्वादिष्ट हुनेवाला छ किनकि मैले बनाउनेवाला छ त्यसमा अट्छ के चाहिँ मासु अब चटपट कस्तो हुन्छ होला कस्तो हुन्छ होला त चटपटे मिठो भयो भने क्रेडिट गोज टु मी मिठो भएन भने भाइले नराम्रो काटेको Yeah. त्यही हो त्यो त भन्नुहुन्न चटपट स्पेसलिस्ट मैले रेसिपी लिक गर्दिनँ अब जे छ सबै छ ब्लड गरिदिने कि के हाल्यो फर्स्ट टाइम ग्रिन्स यहाँ छ ब्ल्याक सल्ट ब्ल्याक सल्ट चाहिँ हेर्नु क्या भाइ हेर्नु कस्तो लाग्यो यो हो क्या हो त्यही हो यो चाहिँ भन्नुहुन्छ बिरेन हुन्छ एकदम जेनेरिक जनरल हजुर यस्तो हो कि मिठो चटपट लाग्यो चाहिँ जसले पनि मिठो बनाउँछ तर टक्क चाहिँ कोही कोही मान्छेले मात्रै बनाउन सक्छ कि जस्तै कि बाबुराव गणपतराव म वेलकम टु कुकिङ विथ प्रीतिका जसलाई कुक गर्न आउँदैन उसैले कुकिङ च्यानल बसेको अनि खोले मात्रै पुग्छ म सेयर गरिदिन्छु म लाइक गरिदिन्छु एउटा सिकाउने त हो होइन अनि पुग्दैन क्या प्याज अझै गरिदिनु होइन यति पुग्छ भाइ हो ओके सो दिस इज इट चटपटे एकदम हेल्दी स्न्याक हो खान पर्छ यो चाहिँ हाम्रो सिजर स्यालेड नेपाली सिजर ताइन अलरेडी हल्का उस हुन्छ नि है ताइनको अमिलो मिठो लाग्न थाल्यो अब मलाई यो चटपटेमा मेरो यत्तिकै भइरहेको थियो यो अहिले ताइन अहिले त आधा भइसक्यो भाइ यो ट्राई गर्नु न लेट्स ट्राई म प्रे गरेको कि मोमेन्ट अफ ट्रुथ खतरा भयो पास पास भयो फर्स्ट होइन होल फर्स्ट वान टू थ्री तर तिमीलाई र दाइलाई एउटा मलाई र उसलाई एउटा गर्दा यो सबैजना आफ्नै पारा मोमेन्ट अफ ट्रुथ भनिदिनु दिदी ए हाउ चटपटे कस्तो टेस्ट गरेको थिएन मैले अब रियाक्सन दिनु पर्यो नि मेरो फ्रेन्ड्सहरूलाई मुखले नै भन्छ धनिया छ यो चाहिँ धनिया बिग्रेको छ कि छैन भनेर टेस्ट गरेको नि त एकदम र जान्छ है फेरि यो पनि ओके मोमेन्ट अफ ट्रुथ भइसक्यो अब सेकेन्ड नखोला किरा पस्छ यहाँ छैन मासु
कलेज रली अर्कै बनाउने क्या मासु त बब्बाल भएको छ दामी त्यो उ जस्तो गर्नुपर्छ कि के अरे छोप्नु त त्यो नेपाली भ्लगर छ नि त्यो फुड अब भएको पालि अब दादाले भुजा ल्याएको चटपटी बनाएको म चटपटी चाख्दैछु कस्तो छ भन्छु ओके मिठो 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 अब मासु पनि छ साइडमा यो पनि चाख्नु बुङ्गुर मासु टेस्ट आइरहेछ स्वाद आइरहेछ सब मिठो त्यही पाउँथ्यो सबै मिठो छ है मलाई त कसै सम्झाएन बेस्ट फ्रोजन पाउँछ नि त यति नै हो आजलाई होइन यताबाट म होइन त्यहीमा फ्रोजन अझै रियल रमाइलो बाँकी छ अघि चाहिँ एनर्जी नभएर हामी अलिकति कम रमाइलो गरेको थियो अब एनर्जी हामी चार्ज भइसक्यो अब दामी रमाइलो चाहिँ अब हुन्छ है गाइस प्लिज कतै नजानु होला